आज चाहिँ म उसिनेको आलुलाई फ्राई गरेर एकदमै खानु मन पर्यो। कसलाई मलाई जस्तै यो फ्राई गरेर खानु मनपर्छ। मेरो चाहिँ यो फेभरेट हो अनि म चाहिँ प्रायः खाने गर्छु। खाजाको रूपमा यसलाई चाहिँ बनाएर खानु एकदमै सजिलो अनि छिटो मिठो पनि हुन्छ हैन। यसलाई चाहिँ यतिकै खाजाको रूपमा खाँदा पनि भयो, यसलाई खानाहरूसँग सब्जी बनाएर खाँदा पनि भयो। मैले चाहिँ यसलाई खिरसँग खाएको पनि देखेको छु अनि रोटीहरूसँग खाँदा पनि भयो। यो चाहिँ जेसँग पनि मिल्छ के। अनि यसलाई चाहिँ आलुदम पनि भन्दो रहेछ हैन अरूले चाहिँ। अनि मलाई चाहिँ खाँदैन नि त अनि म चाहिँ अब राई गाउँमा हुर्केको कारणले हाम्रोतिर चाहिँ कोलेङ्गा भन्थ्यो नत्र भुटेको आलु भनेर भन्थ्यो। अनि मेरो हस्बेन्ड र मेरो चाहिँ जहिले यसमा डिस्कस पर्ने क्या। म चाहिँ भुटेको आलु भनेर भन्थेँ अनि उसले चाहिँ यो दम हो आलुदम हो भनेर भन्छ क्या। म चाहिँ आलुदमलाई चाहिँ त्यो आलु उसिनेर बनाएको दाल हुन्छ नि हो त्यसलाई चाहिँ म आलुदम भन्थेँ कि। अब हामी चाहिँ सानैदेखि त्यसलाई आलुदम भनेर आएको। अनि मेरो हस्बेन्डले चाहिँ त्यो चाहिँ दाल हो यो चाहिँ आलुदम हो भनेर भन्नुहुन्छ क्या। अनि तपाईँहरू चाहिँ यसलाई आलुको दम भन्नुहुन्छ कि आलुको दाललाई चाहिँ आलुदम भनेर भन्नुहुन्छ कमेन्ट गर्नुहोस् है त ल। अनि म चाहिँ लेखमा हुर्केको हुनाले मेरो गाउँमा चाहिँ एकदमै आलु बेसी फल्छ क्या। अनि हामी चाहिँ बेसी यस्तो आलुबाट बनेको चिजहरू खानु पर्थ्यो हैन। अनि यस्तो आलु फ्राई गरेर त कति खाइन्थ्यो क्या। अनि अगेनामा पोलेको आलु त झन् कति खाइन्थ्यो बिहानै पछि बेलुकै पछि जति बेला पनि पोलेर खाइन्थ्यो क्या। आफू बचपन हुँदाखेरि खाएको चिजहरू चाहिँ कहिले बिर्सिनु नसक्ने रहेछ क्या। त्यो सानो हुँदा खाएको चिजहरू एकदमै बेसी याद आउने हैन, खानु मनपर्ने त्यस्तो हुँदो रहेछ। मलाई चाहिँ त्यस्तो हुन्छ। अनि अझ सपना देख्दा पनि हैन मलाई चाहिँ जहाँ आफू जन्मेको घर हुन्थ्यो हैन, हामी हुर्क्यौँ नि सानो हुँदाखेरि त्यहीको देख्छु क्या सपनाहरू पनि। तपाईँहरूलाई त्यस्तो हुन्छ कि हुँदैन? मलाई चाहिँ बेसी त्यस्तो हुने क्या। ल साथीहरू आजको भिडियो चाहिँ यस्तै नै छ। मन पर्यो भने कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, फलो गर्नुभएको छैन भने फलो पनि गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ, बाई बाई।